सबैलाई दर्शकलाई नमस्ते। कपिलजी सानोमा कस्तो हुनुहुन्थ्यो भनिदिनु न एकचोटि। आज फाइनली हामी चाहिँ कपिल मगरको घरमा चाहिँ आएका छौँ हैन। कपिल मगरको घरमा छौँ। मेरो चाहिँ कपिल मगर भनेको चाहिँ मेरो बाल्यकालको साथी हैन। र हाम्रो मिडिया कर्मीजी यहाँ आउनु भएको छ। हाम्रो नाम के छ सर? मेरो ईश्वर भनेपछि हाम्रो एकदम धन्यवाद सर। रमाइलो कस्तो लाग्यो एकदम गाउँ एकदम रमाइलो छ हैन। अब काठमाडौँमा चाहिँ बसेको मान्छे अब 81 रूपमा यति सौन्दर्य हैन प्रकृति सौन्दर्य भइपुग्न गाउँमा एकदम मिठो हावा छ। यहाँ तपाईहरुसँग यसरी भेटघाट गर्ने भलाको भेटघाट गर्दा धेरै खुसीको छु म एकदम सोचे। मैले तपाईलाई याद छ हाम्रो च्यानल नाम छ वीरेन्द्र सर बोकेर ल्याएको तपाईहरुले गएर च्यानलमा सब्स्क्राइब लाइक सानो हुँदासम्म मलाई बोक्नु अङ्कलले ठुलो भइसकेछ अङ्कललाई पनि हामी सँगै हुनेछौँ है। आजको दिनभरि भोलिको दिनमा सँगै हुनेछौँ। हाम्रो चाहिँ यो नयाँ चाहिँ भिडियोहरू हैन रमाइला फेरि पनि हामी जोडिन्छौँ भन्दै अहिले एउटा पछि बिहालो गाउँघरको हरेक चाहिँ यो हामीसँगको चाहिँ एउटा घुलमिल हुँदैछ भर्खरै चाहिँ हैन। त्यो खालको चाहिँ भिडियोहरू चाहिँ तपाईहरुलाई चाहिँ आइरहेको छ। हाम्रो यता कलौटे म देखिया छु त्यहाँ। एहे मन देखिएर छु नि हैन अलि मेरो नि आउँछ त्यहाँ। कपिले मैदाको पिठो घटाइदे त अलि किन क्यामेरामा देखिएन? क्यामेरामा देखियो। यसमा त देखिरहेछ त्यही हो र यो दाम कलौटे भागे डलर फुकियो यार डलर फुकियो यार। आज चाहिँ यो साराको मूल्य उठ्दैन है। ओके फाइनली अब हेर्नुस् यहाँबाट हामी अब तल चाहिँ साँड हान्न जाँदै मेरो बाल्यकालको साथी पुरा एकदम रमाइलो गर्ने। मेरो चाहिँ सँगै गुच्छा खेलेदेखि चाहिँ हामी यो परालको कुन्नीमा मैले हिजो नि भनेको छु हैन। झोक चलेपछि आइज त लडौँ भनेर भिडौँ भनेर चाहिँ परालको कुन्नीमा चाहिँ अब त त्यसलाई चाहिँ मोडिफाई गरेर अब रेस्लिङ अब आइरह हैन। हामी त्यति बेला चाहिँ रेस्लिङै भनौँ नि अहिले रेस्लिङ खेलिदिने मान्छे हो। हामी चाहिँ गुडुङ टुङटुङ फेरि मिल्दिने मान्छे हो। अरू कोही रेस्लिङ खेल्न आयो भने ट्याङ्की दिने मान्छे हामी त फेरि उयो ल्याङ्री पारामा हान्दिने मान्छे नि हो हैन। के पारामा रे? ल्याङ्री पारामा अब मैदाको पिठो घटाउनु बाँकी छ। मेरो चाहिँ यहाँ क्यामेरामा चाहिँ तपाईँको एकदम कालो आभा काट्ने ओके ल अब तल जाऊँ ल सबैलाई। अनि उहाँ चाहिँ मेरो फाजु हाम्रो कपिलको चाहिँ कान्छा अङ्कल तल गएर चाहिँ गाई चाहिँ एकदम चाहिँ सारा मेरो साला चाहिँ मासु काट्ने भन्ने चाहिँ कुरा भइरहेको छ हैन। साथीहरु यतिखेर भने हेर्नुस् त सबैजनाले अब हामी चाहिँ यता लाग्यो हैन। अब कामतिर लाग्यो अब लाग्नै पर्यो। अब चाहिँ हाम्रो यहाँ चाहिँ मेरो घर सबै चाहिँ भ्लगिङ र भिडियो बनाउनमा व्यस्त छ है। नमस्ते मेरो भाइ नमस्ते। हाम्रो सरोज भान्जा हैन। हेलो सबैले युट्युब च्यानललाई चाहिँ हाम्रो मामाको एकदम प्रयास अनि कोसिस गरिराख्नु भएको छ। सबैले माया गरिदिनु होला। ट्याङ्गै सब्स्क्राइब पनि गरिदिनु होला है। भान्जाको यो जुङ्गा चाहिँ के यो सिङ्गमको हो? यो सिङ्गम हैन मलाई पन्जाबी भन्छ हैन। यस्तै ठ्याक्कै हैन भान्जा मेरो भान्जालाई किन पन्जाबी भन्ने यार मेरो भान्जा। अनि त हाम्रो एकचोटी हाई गरौँ त ल सबैजना मेरो उदय भाइ हेलो। हाम्रो सुरु हुँदैछ हैन त अब के हुँदै हाम्रो साड काट्ने भन्ने कुरो भयो हो। आज चाहिँ पार्टी हाल्नुपर्छ भन्ने कुरो भएर हाम्रो कपिल मगरको प्राइम मिनिस्टर कपिल मगर र अनि हाम्रो ईश्वरजी हुनुहुन्छ। हामी यहाँ चाहिँ हामी नयाँ हो ईश्वरजी उहाँ चाहिँ कपिल मगरले हामीलाई जसरी रुकुममा जसरी तेजेन्द्रलाई लाने हो भन्नुभएको थियो। अहिले म फाइनली गाइज रुकुमतिर आइसकेको छु। सबैजनाले आएर पनि हामीले यहाँ पानी तताएर यहाँ मजाले अब यो साँड काट्ने त भनेर भन्नुभयो तपाईँले। सबैले नबुझ्दा नि यो भाषा के हो साँड काट्ने भनेर बुझ्ने गरी भन्नु। यो बुझ्ने गरी भन्दाखेरि नि अब यो चाहिँ अब साँड त्यसको नाम हो एउटा चाहिँ हैन। सारो साँड हैन त सारो हैन भने के रे? सारो के रे? सारो के सारो भेडा भने चाहिँ जस्तो भेडा भने चाहिँ त्यो भेडाको जातको चाहिँ त्यो लेडिज पर्यो। सारो भने के हो भने भेडा जातको चाहिँ जेन्ट्स पर्यो क्या। ए जेन्ट्स पर्यो ए भने पछाडि अब मानव जातको चाहिँ के भनौँ अब त्यो जेन्ट्स भने चाहिँ अब जस्तो लाइक दिस
तपाईँ पर्नु हो लेडिज तपाईँ हो लेडिज चाहिँ अब कसलाई भनौँ ऋतुलाई भनौँ कि कसलाई ए ऋतुलाई त अहिले नाम नलिउँ यार मलाई खानै मन लाग्दैन कि एक्लै हो कि होइन ल यहाँ पानी तातिँदैछ है टिम छोडेर आइएछ उठ्नबाट बब्बल रमाइलो हुने वाला छ कहाँ यार निद्राको कुरै छोडिदिनु यहाँ चाहिँ खाना मन नलाएर अहिलेसम्म चाहिँ म 12-1 बज्न आँटिसक्यो भोकै लाग्छ छैन भने कति दिन भरि त्यसलाई नगर्नु 5 दिन भयो 5 दिन त्यस्तो हुँदैन यार तपाईँ के भनिरहेको के हुन्छ त अनि अब 5 दिनसम्म भेट भएको छैन खाना मन लागेको छैन भन्नु तर मान्छे हेर्दा त्यस्तो खाएको देख्छु के भन्नु अरे तपाईँले मलाई ऋतुसँग तपाईँ कसरी कुरा गर्नुहुन्छ भने क्या भने होइन आज सेभिङ मात्रै जाने भयो क्या आजको दिन चाहिँ साह्रो कसले काट्ने हो यार के गर्नुपर्छ आज ऋतुलाई सम्झाउँदै अनि श्याममा चाहिँ सारको एकाले हान्ने हो अब भलकिङ गर्ने हो कि साह्रो पनि हान्ने हो अन्य भनेको यार ल छिटो त्यो खुर्बानी भन छिटो यसो लैदिन पर्ला एक दुईको कुरा नाते मासु ल्याइदिन्छ है ऋतु के भन्नुभयो ऋतुलाई के सन्देश दिनुहुन्छ हेर सुगर ड्याडी हो भन्ने नभन्ने गर मलाई आएर फेरि मेरो कोही हो भन्ने गराइदिनु भने होस् कुरा यो चाहिँ ऋतुलाई ल ऋतु बहिनी मेरो चाहिँ यो भिडियो हेरिरहेको छ भने कसरी बनाउँछ कोही फेरि सुनिरहेको है कलौटे कुरा त्यस्तै खेल्ने यार त्यही भएर त्यसमा कोही बन्नेवाला हो ऊ बुढी म बुढो भयो ल यहाँ चाहिँ अब अर्कोमा मोडल चाहिँ होइन अब मोडल नि भन्थे अब त्यसमा त साँच्चै बुढाबुढी चाहिँ रहेछ गीतको बोलै त्यस्तो कोही बन्ने नै हो अब गीतमा गीतमा चाहिँ हो रेलमा त होइन अब रिलमा पो हो त रियलमा चाहिँ रेलमा मात्र त्यो बुझ्नु अहिलेलाई चाहिँ त्यही बुझ्नु अरू बाँकी हेर्ने त अब तँलाई चाहिँ त्यो सारको अलिकति ल्याइदिउँला सानो पावरफुल खै त अनि फुकाएर ल्याउनु पर्दैन फुकाएर कता के फुकाएर यहाँ ल्याएर बनाउनु पर्ला नि पानी हाल्नु पर्ने होला त किन तलबाट किन भाइ कोपीले चाहिँ हुँदैन मोबाइल क्या राख्नु किचनपट्टि हो यो चाहिँ साह्रो काट्नु लाग्यो है गाइस भित्र राखेको चाहिँ के हो त्यो झ्यालमा छ कि के हो कहाँनिर आफिसकेको छ अब तयार हुँदैछ हेर्नु यहाँ कसले हान्ने कसले नहान्ने भनेर हेर यत्रो मान्छे भयो अब त्यति हान्नलाई नि डराउँछ वीर गोर्खाले छोराहरू यस्तो डराएर हुन्छ यार वीर गोर्खाका छोराले घाँस ल आज उसलाई त तपाईँ हान्नु नि त म हान्न नहुने भएर हो नत्र म बजाइदिइहाल्छु किन हान्न पाप नबोलाऊ होइन मलाई हान्न मिल्दैन क्या हाम्रो हान्न मेरो मम्मी र अनि छोराको 1 वर्ष पुगेको छैन नि त म 1 साल म त्यो गर्दिनँ कि ठिक छ ठिक छ ल कालले बोलाइरहेको छ यसले के जेमरात देखे एमरात देखे होला के हो यार तपाईँ यार अरूलाई झुकाइदिने यो टाइम लाग्छ यार कपिललाई सिधै कपिललाई प्रेङ हाने जस्तो भइको थियो आधा घण्टा भइगयो त यार अहिलेबाट यार होइन यस्तो गेम त यार भलिबलमा देखाएको थियो अर्को उफ्रिने अर्को कुरा सट हान्ने एउटा उफ्रिने अर्को कुरा सट हान्ने ल हेरौँ नाम मात्रै मेरो काम त चाहिँ टाउको पोली राख्ने चाहिँ कार्य जारी छ है अनि यता भान्जीलाई चाहिँ प्याज काटिरहेको अवस्था छ लोकल स्टाइलमा होइन लोकल प्याज के छ भन्छ आँसु त आएन नि आँखा छैन होइन फेरि तिम्रो आँखाको गाजल पग्लेला नि मेरो भन्छ अरे मेरो भन्छ त हेर्छ भने यार
अरे राउडी सरदार हो नि यार मेरो भान्जा भान्जीलाई केटी चाहिएको छ कि एउटा बिहे गर्ने। ए ल भान्जा ल त्यसको लागि मामा जिन्दाबाद भान्जा खोज्नु पर्यो। ओके ओके घरती गएर भाइ मुखती भान्जा तपाईँ के हो त बिन्दास पारेर बस्दिनु भएको त यार सम्झाउनु न यार उता यार। पुरै बिन्दास पारेर बस्दिनु भएको त के हो यस्तो ल यता चाहिँ यसको पुन्ने गाडी छ है माथि टिप्लाइ डागाले मेरो साथीको के भइरहेको छ अरे मैले अघि हान्ने भनेर हो त्यो होइन मैले आँप हेरिराखेको छु यसो खाना मिल्ने छ कि छैन भनेर हेरेको यत्रो यत्रो दाना मात्रै रहेछ यार के छ कस्तो लागिरहेछ आज सबै बबाल रमाइलो नि यार कुरै छोडौँ न यार टोलीहरूसँग चाहिँ नि आज यो अब जमघट गरेर रमाइलो गर्न पाउँदा छुट्टै बेग्लै आनन्द छ नि अब आजभोलि अलिकति अझै हाम्रो केही चाहिँ निम्ता गर्नुपर्ने साथीभाइहरू टाढा होला नि त्यो आफ्नो ठाउँमा छ होइन तर पनि हाम्रो चाहिँ अब आत्मीय साथीहरू चाहिँ यहाँ छौँ काम गरिराखेका छौँ धनाधन कोही चाहिँ टाउको पोल्दैछन् कोहीले चाहिँ भेडो पोल्दैछन् होइन अब एकछिनपछि आन्द्राभुरी दुन्छौँ हामी त्यसको गु फाल्छौँ गु फालेर फेरि आन्द्रा पोल्छौँ त्यो खान्छौँ फाल्नु हुन्न होइन कसै कसैलाई दिने माने छ के गुदिएल्ने कसलाई दिने हो माथि हेर्दा एकचोटि कहाँ यता घुमा त त्यो माथि बसियालाई दिने हो कि त गुभित्र कलाउने होइन त आन्द्राभित्र दिउँ न बे अलि यता फेस गर्नु क्या तर माथिकोलाई चाहिँ कता कसरी चाहिँ जस्ट फेरि उहाँ चाहिँ मेरो घरको पाहुना हो बिचरा होइन तर किनभने हामी जो धेरै जिस्किन्छौँ त्यो भएर जिस्काएको मात्रै हो घरबाट घुरेर हेर्नु उसले माइन्ड गर्दैन मलाई थाहा छ उसको उसको माइनै छैन कि उसको माइनै छैन त्यही भएर उसले माइनै गर्दैन माइनको तार सर्ट भयो ल ठिक छ है एकदमै चाहिँ आज झन् एकदम योभन्दा चाहिँ बबाल बबाल इन्जोय गरिरहेको छु गाइस एकदम एकदम होइन अब जे होस् यस्तो विशेष गरी चाहिँ यहाँ पनि म अहिले काठमाडौँबाट एक त घरतिर पनि जान पाए त हुन्थ्यो कि भन्ने जस्तो पनि भइरहेको थियो मलाई किनकि अहिले मेरो वैदेशिक टुर छ केही समयपछि र वैदेशिक टुरको कारणले गर्दा अब बाहिर जाने जस्तो कुरा अलि लामो समय बसिन्छ कि अथवा जिन्दगीमा तलमाथि केही हुन्छ कि होइन त्यो भएको कारणले गर्दाखेरि चाहिँ एकचोटि चाहिँ बरु घर गएर भेटघाट पनि सबैसँग होस् भन्ने सोच पनि बनाएको थिएँ त्यही समयमा उसले उसँग मेरो कुरा भइराख्ने अनि उसले चाहिँ आइज न यार साथी भन्ने कुरा नि भयो स्पेसल चाहिँ नै फेरि उसको चाहिँ नि निम्ता हो पहिलो कुरा चाहिँ अनि आइज न भनिसकेपछि मलाई पनि यार अब यहाँ आएपछि भेट्ने फेरि यही हो साथीहरू कोही छैन नि अब कोही पनि छैन शून्य छ एक त अब त्यसै पनि साथी अब साथीभरिमध्येको चाहिँ जिग्री साथी उही नै हो अब त्यहीमा अरू आउँदाखेरि पनि भेट्ने साथी लागेका साथी कोही पनि छैनन् अब ऊ एउटा छ अनि उसले नै आइज भन्ने कुरा भइसकेपछि ल जानुपर्छ है भन्ने हिसाबले फेरि आइयो साथीभाइसँग भेटघाट पनि हुने र प्लस चाहिँ अब लामो समय भएको छ यता घरतिर नआएको त्यो भएको कारणले अब सबैको भेट्ने जमर्को पनि भयो जे होस् खुसी लागिरहेछ अनि ऊ भइसकेपछि म त्यतिकै ढुक्क छु ल श्याम ल पनि त्यही है ओके रोइला हान्नुपर्छ रोइला अहिले एकछिनपछि होइन रोइला अहिले यहाँ अलिकति म यस्तो भएको छ कि अलि यहाँ म नर्भस किन भइरहेको छु भने व्यवस्थापनको लागि गाह्रो भइरहेछ घरमा कोही पनि छैन होइन अब बुवा मम्मी सबै चाहिँ रोपोतिर जानु भएको छ अब घरमा भित्र के छ नुन कहाँ छ तेल कहाँ छ बेसार कहाँ छ ऊ के छ भन्ने कुरा भइरहेको छ त्यही भएर स्पेसली चाहिँ भलकलाई मात्रै टाइम दिएर इन्टरटेनमेन्ट गर्न पाइरहेको छैन त्यो अहिले बिस्तारै गर्छ हामी रेडी बनाएर खाने पिउने बेलामा अलिक बबाल हान्नुपर्छ करिब अब अब हेर्दै जानुहोस् है ओके गाइस ल